हेलो ब्युटिफुल एन्ड ह्यान्डसम पिपल, वेलकम टु यर च्यानल। किनकि यो किन भनेको भन्दाखेरि चाहिँ मेरो साथसाथ तपाईँले पनि हेर्छ होइन, तपाईँले पनि इन्जोय गर्नुहुन्छ, त्यही कारण चाहिँ तपाईँको पनि च्यानल हो। अन्त आज चाहिँ मैले अब यो अलिकति भए पनि लङ भिडियो बनाउनु कोसिस गरिरहेको छु होइन। होप तपाईँहरूले सपोर्ट दिनुहुन्छ होला होइन, लभ एन्ड सपोर्ट। ठिकै छ। अन्त आज चाहिँ म यहाँ सिलगढीदेखिको चाहिँ अब दार्जिलिङसम्म चाहिँ ट्राभल गर्दैछु। अन्त अहिले जस्तो अब यहाँ देखिरहन्छ, अहिले मनसुनको सिजन हो, हरियाली छ चारैतिर। अन्त यो बाटोमा चाहिँ तपाईँको वाटरफलहरू दामी दामी आउँछ क्या, जसमा कि अब म नि हेरेर मात्रै अब मजा लिन जान्दिनँ होइन। त्यही कारण चाहिँ यो भिडियो बनाउने प्रयास गर्दैछु होइन। त्यही कारण अब तपाईँहरूलाई पनि देखाउँछु बाटोमा के हुन्छ कसो हुन्छ है। ओके, लेट्स गो। In the sky, gazing far into the night, I raise my hand to the fire, but it's no use, 'cause you can't stop it from shining through. It's true, baby, let the light shine through. If you believe it's true, baby, won't you let the light shine through for you. म तपाईँहरूलाई फर्स्ट वाटरफल रिभ्यू गर्न गच्चामा ब्याक परेको चाहिँ If you wanna know what it's like, I can't stay here forever, stay here forever. Baby, I'm just keeping it real. You hold me down all the weather, down all the weather. You pull me down, 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 down. I try to turn it around, but you pull me down, 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 down. 10 feet under the ground. You pull me down. waterfall number 2. You pull me down, 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 down. I try to turn it around, but you pull me down, 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 down. 10 feet under the ground. You pull me down, so down, so down, so low. You pull me down, so down, so down, so low. If only you and me could sail across the sea, I know that we could be forever wild and free. You never lie to me, I love you endlessly. There ain't no place I'd rather be. You pull me down, 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 down. Number 3 waterfall. यहाँ चाहिँ सनम रेस्टुरेन्टमा चाहिँ हामीले खाना खायो होइन भर्खर। अन्त यहाँ रोक्यो भने चाहिँ तपाईँहरूले
गाडीहरू पनि धुन सक्नुहुन्छ। यहाँनिर पाइप पनि छ, पार्किङ एरिया पनि ठुलो छ मजाले। अन्त यहाँ चाहिँ ओनर हो यहाँको रेस्टुरेन्टको हो। मजाले बसेर खानाहरू खान सक्नुहुन्छ। यहाँ ओह्रालो चाहिँ अब सिलगढी जाने बाटो रोहिनी होइन। र यहाँदेखि चाहिँ यहाँनिर दाले भन्नु भएको यहाँबाट गयो भने चाहिँ तपाईँको यहाँनिर वाटरफल राम्रो छ त्यो नि हेर्नु पऱ्यो होइन। र यहाँबाट उकालो चाहिँ दार्जिलिङ। वाटरफल नम्बर चाहिँ अब थाहा भएन, अब के अरे काउन्ट गर्दै हेर्नुहोस् होइन, एडिटिङ गर्दाखेरि हेर्छु। अन्त यहाँनिर चाहिँ भगवान्को मन्दिर पनि रहेछ, दर्शन गर्नुहोस् सबैले। त्यो भिडियो हेर्ने सबैले गर्नुहोस्। अन्त यो नयाँ बाटो त्यहाँ अघि मैले ल्याएको थिएँ त्योबाट चाहिँ बिचबाट यहाँ हुँदैछ हो। यहाँ चाहिँ यस्तो रहेछ नि मजाको हुन्छ। हामी परेर बिजोक भयो नि त। अब चाहिँ यहाँ ट्रेकिङ गरेर जाँदैछु उकालो होइन। माथि दामी रहेछ नि त, ट्राई गर्छु ल लिने। यहाँ चाहिँ यस्तो छ तलबाट आएको म। हेरौँ माथि पुगेर तपाईँलाई सक्यो भने चाहिँ रेकर्ड गर्छु हो, नभए चाहिँ म तलबाट नै अलिक सिनेमेटिक देखाउँछु ल। यस्तो रहेछ नि म आइपुगेँ होइन यहाँनिर। यहाँबाट चाहिँ यति मात्रै देख्दो रहेछ कि दामी त दामी छ माथि, तर यहाँनिर पुरा चिप्लो रहेछ नि त, रिक्स नलिउँ होइन। यहाँ चाहिँ ठुलो तलसम्म नै वाटरफल छ मजाले। ट्रेकिङ गरेर चाहिँ यहाँनिर चाहिँ आइपुग्यो, यहाँबाट आइपुगेको म होइन। अप्ठ्यारो रहेछ यहाँ चाहिँ, यहाँबाट चाहिँ यतिको आउँदो रहेछ। In the sky, gazing far into the night, I raise my hand to the fire, but it's no use, cause you can't stop it from वाटरफल नम्बर 20 हो। अब यहाँ चाहिँ तपाईँको कर्सियङ पुग्ने बेलामा ल, यो चाहिँ कर्सियङ पुग्ने अलिक मैला रहेछ यो चाहिँ, तर चारैपट्टि हेर्छ यहाँ मजाको देख्दैछ है। सुन्दर हेर्नु है। अलिकति मैला भयो नि माथि चाहिँ खुबसुरत रहेछ नि त, तल चाहिँ अलिकति मैला रहेछ हो। यो त बाटो यहाँनिर ठुलो बाटो छ हो। यहाँनिर चाहिँ यहाँनिर टक्कै अब यो चाहिँ वाटरफल नम्बर कति हो थाहा भएन, मैले बिर्सेँ। काउन्ट गरेर भिडियो एडिटिङ गरेर चाहिँ हालिदिन्छु है। अन्त अब यहाँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ उसमा चाहिँ गाडीहरू गएको छ। एउटा इन्फ्लुएन्सरले एउटा भिडियो बनाएको थिएन, दामी भिडियो बनाएको थियो। यहाँनिर चाहिँ टक्कै यहाँनिर रेल पुलिस थियो हो। यहाँनिर रेल पुलिस छ टक्कै यहाँनिर। अन्त यहाँबाट चाहिँ ड्रोन उडाएको थियो उसले। यहाँबाट ड्रोन उडाउँदाखेरि चाहिँ टक्कै यहाँनिर ट्रेन होइन। अन्त यहाँनिर चाहिँ टक्कै वाटरफल आउँदै गरेको दामी देखेको त्यसकोमा। If you wanna know what it's like, I can't stay here forever, stay here forever. Baby, I'm just keeping it real. You hold me down on the weather, down on the weather. You pull me down, down, da, down, 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 da, da, down. I try to turn it around, but you pull me down, down, da, down, 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 da, da, down. 10 feet under the ground. You pull me down, down, da, down, 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 da, da, down. I try to turn it around, but you pull me down, down, da, down, 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 da, da, down. 10 feet under the ground. Pull me down, so down, so down, so low. Pull me down, so down, so. 8 माइल हो। यहाँनिर 8 माइल पनि छ अब गाडी आउँथ्यो मजाको छ। दार्जिलिङ यहाँ चाहिँ सिलगढी जाने बाटो भइहाल्यो होइन। यहाँ चाहिँ 8 माइलै भन्दा हुन्छ। अब 8 माइल आइपुग्यो। यो चाहिँ हेर्नुलाई चाहिँ 8 माइल आउनुपर्छ।
सो फाइनली अहिले चाहिँ हामी घर आइपुग्यो हो अलिक अँध्यारो पनि छ अहिले लाइटहरू पनि गएछ अन्त यहाँनिर अलि सुटकेसबाट पनि भिजेछ सुटकेसहरू लुगाहरू यसरी सुकाइरहेको छु भिजेर रेनकोटहरू यहाँ छ रेनकोट लगाएर पनि खोइ कस्तो खालको रेनकोट दियो योपालि त अन्त त्यो लास्ट चाहिँ तपाईँको वाटरफल चाहिँ राम्रो चाहिँ त्यहीँ थियो राजाहट्टाको छेउमा 8 माइल हो किनभने पानी परेर साह्रो पऱ्यो है त हो नि हौ पानीले साह्रो पर्यो डेन्जर थियो बिजोग बिजोक बनायो पानी त्यही माथि घर आइपुगेको त बत्ती पनि छैन रहेछ अब घर आइपुगेको बत्ती पनि छैन अब कहिले चार्ज पनि हो है त्यही त त्यस्तै छ अब हुन्छ फेरि वाच गर्दै गर्नु थ्याङ्क यू फर वाचिङ बाई सो हेलो ब्यूटीफुल एंड हैंडसम पीपल वेलकम टू माई ब्लॉग आज से ब्लॉग शुरू कर रहा हूँ मैं तो आज हम जाएंगे ये सिलीगुड़ी टू दार्जिलिंग और इसमें रास्ते में आपको वाटरफॉल दिखाते दिखाते मैं आपको लेके चलाऊँ अन्त आज चाहिँ म ट्राभल गर्दैछु दार्जिलिङदेखि सिलगढीसम्म अहिले त जस्तै यो मौसम अब मनसुन भइहाल्यो होइन